24 घन्टे हेर्छ म कलेजहरू यताउता पढाउँदिनँ म पुरै स्कुललाई हो टाइम म 52 दिन लगातार स्कुल सुतेँ 60 दिनमा 52 दिन लगातार स्कुल सुतेपछि स्कुल चाहिँ जिल्लामा सेकेन्ड भयो रिजल्टमा एसीमा 76% रिजल्ट आयो 17 वर्ष भयो हेड सर भएको होइन सुरुमा 240 बच्चा थियो अहिले 1100 विद्यार्थी छन् विद्यार्थीको वैशाखमा लेभल टेस्ट गरेपछि कमजोर विद्यार्थी हामी पहिचान गर्छौँ अनि घर घरमा प्रधानाध्यापक भनेर हामी 8, 9, 10 को हरेक घरमा चाहिँ बच्चाहरू गएर कसरी पढिरहेछ त अभिभावकसँग बसेर 1-1.5 घन्टा चाहिँ भलाकुसारी गरेर विद्यार्थीको पढ्ने रुटिनहरू मिलाइदिएर सबैभन्दा बढी ठुलो समस्या मोबाइलको समस्या हुँदो रहेछ त्यसपछि मैले जीवन बनाउने भन्ने योजना ल्याएँ तिमीले आफै भर नि त त्यसमै कति बेर मोबाइल चलाउने त बच्चाले चलायो न अभिभावकले चलाउने बच्चाको ट्याक्कै उसले लेखेको हुन्छ के यतिखेर म टिभीको हाँस्यव्यङ्ग्य कार्यक्रम हेर्छु भनेपछि त्यतिखेर अभिभावकले हेर्न पायो नत्र अरू बेलामा समाचार आए पनि हेर्न पाइएन क्या अभिभावकले बच्चा सुतेपछि हेर्नु पर्यो मैले अभिभावकलाई के भन्थेँ भने रुटिन अनुसार चाहिँ बच्चाले मोबाइल चलाउनु न त बनाउनु त बनायो होम रुटिन चलाउँछ कि चलाउनु भन्दाखेरि ढाँट्ने भयो ढाँटेपछि के भयो रिजल्ट देखिएन जब रिजल्ट कमजोर भइहाल्छ फेरि अभिभावक र विद्यालय सँगै बोलाएर स्कुलमा फेरि छलफल गर्ने अथवा घरै फेरि चाहिँ प्रधानाध्यापक पुगेर फेरि छलफल गर्ने गर्दा गर्दा त हेड सरले पत्ता लगाउँदो रहेछ भनेपछि अनि त्यो चाहिँ नै लगभग बन्द भयो यो मैले भनेको कि तपाईँहरू ओम शान्ति भएको भए बच्चा नपाएको भए छुट्टै कुरा हो अब बच्चा पाएपछि यो बच्चालाई राम्रो गराउने तपाईँ र मेरो दुइटैको दायित्व हामी सेकेन्ड प्यारेन्ट्स तपाईँ फर्स्ट प्यारेन्ट्स यति मात्रै फरक हो मिलेर जाउँ भनेर अनि कमजोर विद्यार्थी घरमा प्रधानाध्यापक भन्ने कार्यक्रम राखियो त्यसले गर्दाखेरि एकदमै राम्रो भयो यो साल चाहिँ एकदम राम्रो भयो बच्चा राम्रो हुन्छ भने चाहिँ अभिभावकले मान्ने रहेछ क्या फेरि सुरुमा चाहिँ त अलिकति 2-4 जना विद्यार्थीले त अलिकति सशङ्कित भयो भने सकेसम्म अभिभावकलाई बुवालाई पनि घरमा चाहिँ सकेसम्म आज बस्नु पर्दैन भन्ने यस्तो भयो सोसल पढ्नलाई एटलस त चाहिन्छ नि त अभिभावकलाई किन्नुपर्छ कि पर्दैन भने थाहा हुँदैन अनि म गएपछि यस्तो यस्तो मेटेरियलहरू चाहिन्छ नि त भनेर मैले भनिदिने जब 2-3 जनाको पढाइ सुधार भयो नि सुधार भयो उसले त हेड सर गएपछि झन् राम्रो हुँदो रहेछ मेरो बुवा आमाले त मलाई बहुत राम्रो गर्नुभयो भनेपछि त्यो वातावरण सारा बनाउनुको लागि त विद्यार्थी झन् अहिले कस्तिर लाग्यो कि सर हाम्रो घर आइदिनु भन्छ क्या अहिले बच्चाले म अहिले घर गएपछि नि घरमा म झोला बिसाएर फेरि कपडा लिएर स्कुलै हो म स्कुल अहिले पनि लगभग यो 40 दिन जति नाइट होस्टेल चलिसक्यो 30 दिन स्कुलमा सुतिसकेको छु स्कुलमा गएपछि ज्वरो पनि आउँदैन क्या रुगा नलागे पनि 9-10 महिना भयो रमाइलो लाग्छ क्या बच्चासँग घुलमिल हुँदाखेरि अनि नयाँ पनि मेरो सिस्टम छ क्या बच्चालाई साथी बनाउँछु क्या मैले एउटा दिपक महतो नाम गरेको बच्चा छ साह्रै पढाइमा कमजोर क्या अनि मेरो मिजु तिमी भएपछि म पनि दिपक तिमी पनि दिपक तिमी कमजोर हुनु मिलेन हेर मेरो नाम गरेको मान्छे कमजोर छैन नेपालमा भनेपछि उसले अहिले पास हुने अवस्थामा पुगी भएसीमा एउटा ढकाल राहुल ढकाल नाम हो अनि ढकाल मेरो मामाले तिमी चाहिँ मेरो मामा पर्यो अब भान्जा हेड सर छ अनि मामा कसरी फेल हुनु मिल्छ एसीमा 9मा भर्ना गरेलाई 7 विषय लाग्यो अनि 10मा सुरुवातमा फेरि 5 विषय लाग्यो अनि दोस्रो त्रैमासिक मैले चाहिँ मेरो मामा भन्दै गएपछि 3 विषय लाग्यो अस्ति जाँच लिँदाखेरि 1 विषय लागेछ 1 विषय पनि 26 आइरहेछ अब एसी चाहिँ पास हुने मोडलमा पुऱ्याएँ कि त्यो बच्चालाई एकदमै घुलमिल गर्छु क्या मैले सँगै बस्छु सँगै गर्छु होइन खासै शिक्षाको चक्का 4वटा हुन्छ विद्यालय राम्रो हुनलाई एउटा चाहिँ शिक्षकै हो होइन शिक्षकलाई एकदमै राम्रोसँग मनैदेखि पढाउन सक्ने उत्प्रेरित गर्ने हेड सरको काम हो एउटा अर्को चाहिँ विद्यार्थीलाई चाहिँ उत्प्रेरित गरेर खुसीपूर्ण वातावरणले पढाउँ लाग्ने गराउनु पर्यो अर्को स्कुलको र घरको वातावरण उपयुक्त गराउनु पर्यो अर्को अभिभावक भने चाहिँ 4वटा पाङ्ग्रा चाहिँ अहिले हामीले राम्रोसँग कसेको छ एकदमै 4वटा पाङ्ग्रा स्मुथ भएपछि त जहाँ पनि गाडी पुग्ने नै हो